30 वर्षदेखि कर्मचारी तन्त्रले ग्रस्त बनाएको यो समाजलाई भर्खर आएको लोकतन्त्रले एकैचोटि काया पलट गरिहाल्छ भन्ने सम्भावना पनि छैन। लोकतन्त्रै आएको थियो र आज म प्रदेश सांसद भएँ। लोकतन्त्रै आएको थियो र रामकुमारी सदा, म एउटा उदाहरण दिनु, रामकुमारी सदा आज प्रदेश सभा सांसद हुनुहुन्छ। यदि यो लोकतन्त्र नआइदिएको भए, हिजो लोकतन्त्रका मधेस आन्दोलनबाट साथीहरूले कुरा नउठाइदिनु भएको भए आज सायद मधेसमा यी विकासका कुरा, मधेसका जनताहरूले यी विकासका कुराहरू, न्यायका कुराहरू, समानताका कुराहरू, समावेशीका कुराहरू यो आउने थिएन होला। यो लोकतन्त्रकै उपज हो। अब जादुको छडी त होइन। लोकतन्त्र आउने बित्तिकै, छुमन्त्र गर्ने बित्तिकै एउटा सामान्य ज्वरो आयो भने त सिटामोलले काम लागेन भने एन्टिबायोटिक चलाउँछ। त्यो सिटामोललाई पनि 5 दिन पर्खिनुपर्छ। अनि एन्टिबायोटिकलाई त झन् 5 देखि 9 दिन 11 दिन लाग्छ भने यो त यति ज्वरो गाडेर बसेको यो कर्मचारी तन्त्रले, यो पितृसत्तात्मक सोचले, अब यो भन्न मिल्ने कि नमिल्ने पुरुषवादी सोचले ज्वरो गाडेको ठाउँमा लोकतन्त्र आउने बित्तिकै सबै यो 5-7 वर्षकै उमेरमा चाहिँ सबै कुरो भइहाल्छ भन्ने लाग्दैन। लोकतन्त्र मौलाउँदैछ, जगेर्ना गर्नुपर्छ, संरक्षण गर्नुपर्छ। यसका सकारात्मक पक्षहरूको विज्ञहरूले सवाल संवादहरू गरिदिनुपर्छ। अब चिया गफमा यसका नकारात्मक कुराहरूलाई होइन, यो लोकतन्त्र आएपछि भएका उपलब्धिहरू चाहिँ के हो भन्ने कुराहरू जनताको माझमा लैजानुपर्छ।